वेलकम टू माई ब्लग सेवारो। मेरो नाम संजोग लौती। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज म ब्लग बनाउनु गइराखेको छु। मेरो मम्मीले पनि तान बुन्दै हुनुहुन्छ। हाम्रो प्यासेस रुम कस्तो लाग्छ होला। यहाँ यो हो तान बुन्ने। यहाँ मम्मीले तान बुन्दै हुनुहुन्छ। अनि हामी चाहिँ अब घरबाट बाटो लागि अब गाईहरु बारीमा हिँड्ने अवस्था। यहाँ हामी चाहिँ यो ठुलो घरबाट जान्छौं अनि यता बाटो तल जान्छौं। यो चाहिँ हामी अस्ति खेल्थ्यौं यहाँ। अनि यो चाहिँ साइडमा अनि यहाँ चाहिँ गाईहरु बारीमा जाने अवस्था। यहाँ धेरै घाँस छ र यहाँ सर्पहरू पनि हुन सक्छ। गाईहरु हाम्रो बाटो चाहिँ सारे उयो घाँस छ। यहाँ अस्ति यहाँ पुल भत्काको कारणले हामी उता बाटो जान सकेको छैनौं। यहाँ हामी चाहिँ ओहो धेरै अच्युत पिछाडी छ। यहाँ कति ढिलो हिँड्छ। यहाँ अनि यहाँ हामी चाहिँ मुनि आइपुगे सकेको छौं। यसलाई भोलि 2 PM को भिडियो गर्नेवाला छौं। हामी चाहिँ यो चाहिँ भाउजूको घर। अनि यहाँ अब हामी यहाँ भित्र जानेवाला छौं। यहाँ भाउजूको माथि यहाँ सुम्बास दाई उयो तान बुन्दै हुनुहुन्छ। यहाँ भाउजू हुनुहुन्छ। अनि हामी चाहिँ अब मुनि झर्छौं। अनि हामी चाहिँ मुनि झरिसक्यौं। हामी चाहिँ मुनि झरिसक्यौं। छोड्न चुटी। अनि हामी चाहिँ यहाँ हामीले फेरि घाँस घारी आएको छ। अब यता अनि यो चाहिँ एलिङ गाईको बारी। अनि गाईहरु नजारा हेर्न सक्नुहुन्छ। उता पल भालटार हो। हामी अब मुनि हिँड्ने। हामी मुनि भिडियो गएको देखाउने वाला छु। उता पर आश्रम छ। अनि हामी चाहिँ यता मुनि यति राम्रो नजारा छ। लाइक सब्स्क्राइब गरिदिनु होला। उता मुनि चाहिँ अस्ति पानीले उता लाइन आएको थिएन। उसले गर्दा मैले भिडियो पनि हाल्नु पाएको थिइनँ। अनि एक्जाम थियो र म भ्लग बनाउनु पाएको थिइनँ। यहाँ चाहिँ अस्ति हामी सब्जी टिप्नु आउँथ्यौं। नजारा राम्रो लाग्यो भने शेयर कमेन्ट गरिदिनु होला। हामी चाहिँ माङ्जाबुङ आइसकेको छौं। तर नजारा हेर्दै अनि हामी चाहिँ लागिसकेको छौं। अनि यहाँ माथि अब हामी यता माथि चढेर उता तल एउटा घर बन्दैछ। नजारा हेर्न सक्नुहुन्छ। राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला। कस्तो छ गाईहरु? राम्रो छ कि नराम्रो छ कमेन्ट गरिदिनु होला।
तपाईहरुलाई पनि बसी बसी पैसा कमाउनु मन छ भने मेरो बायोमा एसएमसी छ। अनि हामी चाहिँ ला उरालो छ। अनि यहाँ चाहिँ गाडीहरु कुदाउनु गाह्रो हुन्छ होला ड्राइभरहरुलाई। अनि अहिले उता घाम टल्किँदैछ उता। अनि यहाँ पर मेरो साथीहरुलाई सर्पा सिरिसेसहरुलाई झन्ने सर्पाले ठुङ्गेको थियो उता पर। अनि अब गाइजहरु हामी चाहिँ यता माथि जान्छौँ, फेरि घर फर्किने वाला छौँ। अनि हामी चाहिँ भूत आयो। अनि यहाँ के अचिते त कुदेर आएको थियो। हामीले भूतको नाम लिनु बित्तिकै भूत आयो। होइन ओए म झन्नै लडेको छु गाइजहरु। यहाँ अचितेले सृजनको लुगा पक्रिराखेको छ, मैले देखाउनु न। हामी पछि सकेको छौँ। भूत आयो। यहाँ हाम्रो खुट्टा चाहिँ गलिसकेको छ। हामी चाहिँ गलिसकेको छौँ। अब हामी यहाँ चाहिँ रेस्ट गर्छौँ। रोकाउनु। हामी चाहिँ माथि जाँदैछौँ। मेरो अच्युत साथीले माथि पर्खिँदैछ। गाइजहरु अच्युते अघि धेरै प्राङ्क भएको थियो उता माथि। यो अच्युत चाहिँ भाग्दैछ। गाइजहरु यो चाहिँ भूतको नाम लिनु बित्तिकै कस्तो डराउँछ क्या। के अरे एकछिन रोक्नु। मेरो साथीलाई चाहिँ धुको स्मेल आउँदैछ अरे। हामीलाई चाहिँ आएको छैन। यहाँ अच्युतेलाई चाहिँ हामी 1 रन मार्नेवाला छौँ। हामी चाहिँ जङ्गलमा जाँदैछौँ। यहाँ जङ्गलको भ्यू देखाउनेवाला छौँ। यहाँ जङ्गल छ, हेर्न सक्नुहुन्छ। चुरेटको स्मेल आयो। यहीँ टोइलेटको पछाडि चुरेट खान्छ। हामी चाहिँ उता हामीलाई चाहिँ चुरोट स्मेल आउँदै थियो। यहाँ रोकाउनु। हामी चाहिँ लागिसकेको छौँ। अनि यहाँ हामी चाहिँ यहाँ यो चाहिँ एरनको घर। अहिले एरन छैन र हामी उयो के पो घरभित्र जान्दैनौँ। अनि उता धान खाँदैछ परेवाहरूले। अनि यो चाहिँ सपनको घर कस्तो लाग्छ। हामी चाहिँ यता बाटो। अनि यो चाहिँ टेके अङ्कलको घर। अनि यो चाहिँ सृजनहरुको बाजे बोजूको घर। अनि सृजनको घर देखाउनेवाला छौँ। हेर्नुहोस्। अनि हामी चाहिँ फेरि यता माथि यो चाहिँ बस्ने ठाउँ गाइजहरु। यहाँ अब हामी फेरि माथि जानेवाला छौँ। यहाँ चाहिँ सृजनहरुको पापाको बाइक छ, देखिँदैन होला किनकि छोपेको छ।
हामी चाहिँ लागिसकेको छौँ। गाइजहरू हाम्रो गाउँ कस्तो लाग्छ लाइक सब्सक्राइब गरिदिनु। राम्रो लाग्छ कि नराम्रो लाग्छ कमेन्ट गरिदिनु होला, मैले देखाउनु। अनि यहाँ चाहिँ यो चाहिँ सपनको घर। अनि हामी चाहिँ मेरो घर जाँदैछौँ फेरि। यहाँ हामी चाहिँ यहाँ मेरो खुसी फुपूहरूको खरायो। अनि हामी चाहिँ गइसकेको छौँ। यहाँ बाटो यस्तो छ। खुसी फुपूहरूको खरायो हेर्नु होला। यहाँ हेर्नुहोस् खरायो 3टा छ। अनि यहाँ हामी चाहिँ बाहिर निस्किसकेको छौँ। आउनु। अनि हामी चाहिँ लागिसकेको छौँ। अति भुतायो पछाडि। अनि हामी चाहिँ भनेको ल रोकाउनु त, रोकाउनु न। ल मेरो भिडियो सकेको छ।